महावीर पुन नेपालको म्याग्दी जिल्लाको दुर्गम पहाडी गाउँ नाङ्गीमा जन्मिनु भएको हो। भौगोलिक विकटता, सीमित पूर्वाधार र आधारभूत सेवाको अभावका बावजुद उहाँले शिक्षालाई आफ्नो जीवनको मुख्य आधार बनाउनुभयो। प्रारम्भदेखि नै उहाँमा समाजप्रतिको उत्तरदायित्व र परिवर्तनको चेतना स्पष्ट देखिन्थ्यो। उहाँको विश्वास थियो कि ज्ञान, शिक्षा र प्रविधि सामाजिक रूपान्तरणका प्रभावकारी साधन हुन्। यही सोचले उहाँको जीवन यात्रालाई असाधारण दिशातर्फ अग्रसर गरायो। उहाँले कडा मेहनत र अनुशासनका साथ अध्ययन अघि बढाउँदै उच्च शिक्षाका लागि संयुक्त राज्य अमेरिका जानुभयो। त्यहाँ रहँदा उहाँले सूचना तथा सञ्चार प्रविधिको प्रभाव र उपयोगितालाई नजिकबाट अवलोकन गर्नुभयो। यस अनुभवले उहाँलाई नेपालको ग्रामीण तथा दुर्गम क्षेत्रमा प्रविधि भित्र्याउने स्पष्ट दृष्टिकोण प्रदान गर्यो। नेपाल फर्किएपछि उहाँले अत्यन्त सीमित स्रोत साधनका बीच ताररहित प्रविधिको प्रयोग गरी गाउँ-गाउँमा इन्टरनेट सेवा विस्तार गर्नुभयो। यस पहलले शिक्षा, स्वास्थ्य र सूचनामा पहुँच सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्यायो। यसका अतिरिक्त उहाँले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरी नवप्रवर्तन, अनुसन्धान र युवा प्रतिभाको विकासका लागि संस्थागत आधार निर्माण गर्नुभयो। उहाँको यात्रामा अनेक चुनौती आए तापनि उहाँको निरन्तर प्रयास र नेतृत्व क्षमताले ती सबैलाई अवसरमा रूपान्तरण गर्यो। महावीर पुनको जीवनले स्पष्ट रूपमा देखाउँछ कि दूरदृष्टि, प्रतिबद्धता र निरन्तर प्रयासले सामाजिक परिवर्तन सम्भव बनाउँछ। उहाँले प्रविधिलाई साधनका रूपमा प्रयोग गरी ग्रामीण समुदायको जीवनस्तर उकास्न उल्लेखनीय योगदान पुर्याउनु भएको छ। आज उहाँ नेपालमा नवप्रवर्तन, सामाजिक उत्तरदायित्व र राष्ट्रिय विकासका लागि प्रेरणादायी व्यक्तित्वका रूपमा स्थापित हुनुहुन्छ। महावीर पुनको योगदान केवल प्रविधि विस्तारमा सीमित छैन। उहाँले सम्भावनामा विश्वास गर्ने संस्कार निर्माण गर्नुभएको छ, जुन दीर्घकालीन परिवर्तनको आधार हो।